ल है गाइज अब चाहिँ हामी सेकेन्ड थर्ड डेको टुरको लागि रेडी भइसकेको छौँ र हिजो रातिको हाम्रो एउटा निन्द्रा पछाडि आज बिहान हामी अन्नपूर्ण हिमाल हेर्दै हामी माथि टेम्के डाँडा हुँदै र खोटाङ हलेसी हुन्छ या दिक्तेल साइडपट्टि कताबाट रोड पर्छ हाम्रो त्यो बाटो हामी जाँदैछौँ। ल अब चाहिँ हामी यहाँबाट 3 भाइ सबै ब्याकप्याकहरू रेडी गरेर हामी अन्नपूर्ण हुँदै हाम्रो पहिलो टेम्के डाँडा डेस्टिनेसन जुन हामीले घरबाटै सोचेर आएको थियौँ हामी टेम्के डाँडा चाहिँ जान्छौँ भनेर त्यो फाइनली अब त्यसको लागि गइरहेछौँ हामी। बाटो पनि एकदम राम्रो छ भन्ने सुनेको छौँ यहाँबाट चाहिँ बिच टेम्पीको लागि र हाम्रो सबै ब्याकप्याकहरू रेडी भइसकेको छ। सबै प्याकिङ गरिरहेछ ब्यागहरू यहाँ छ। अभिषेक रेडी? आर यु रेडी? Yes, I'm ready. ल ठिक छ। Joey the dogs, are you ready? Huh? गाइज यो चाहिँ हाम्रो मकालु हिमाल है। मकालु हिमाल एकदम बिहानको घामको किरणसँगै टल्किरहेछ र हामी चाहिँ गाइज हामी चाहिँ अहिले पुरै कम्प्लिटली डिफ्रेन्ट बाटो आइसकेको छौँ होइन। हामी भोजपुरबाट उता हलेसी खोटाङ र दिक्तेल जाने बाटो जानुपर्ने हामी पाख्रीबास धरान जाने बाटो झरेछौँ। पुरै 1 घन्टाको
बाटोको नै डिफ्रेन्ट भइसकेको छ। भन्दिएको थियो नि त नि आन्टीले यो बाटो अब हामीले अझै 1 घन्टा फेरि उता भोजपुर पुगेर फेरि त्यहाँदेखि उता अर्को बाटो जानुपर्ने हुन्छ। के भयो बाटो अप्ठ्यारो म्याप पनि हेरिराखेको हो के भयो पुरै कम्प्लिटली डिफ्रेन्ट बाटो आयो। यो बाटो त पाखरीबास धरान पुग्छ अरे यो बाटो। अब भोजपुरबाटै अर्को 2टा छुट्टिने बाटो रहेछ क्या, एउटा बाटो यतापट्टि र अर्को बाटो उतापट्टि। हामी चाहिँ यता धरान आउने बाटो आएछौँ, खोटाङ हलेसी पुग्ने बाटो चाहिँ अर्को बाटो रहेछ क्या। जस यहाँ आएर पनि मकालु नट रिग्रेट। आज अहिले चाहिँ हामी यो गणेश राशिक झरना आइसकेको छौँ र अबको हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको यहाँ चखेवा छ। चखेवा यहाँबाट लगभग 10 किलोमिटर 8 किलोमिटर जति टाढा होला होइन। अब यहाँ हामी यो झरनामा एकछिन रोकिएको छौँ आराम गर्नुको लागि। अब यहाँदेखि चखेवा पुग्ने, चखेवादेखि ट्याम्के जानुको लागि अफरोडिङ बाटो छ अरे। हेरौँ कस्तो छ बाटो के हो। गाइज अहिले चाहिँ हामी यो ट्याम्के मोइङ गाउँपालिका भ्रमण पनि गरिसकेछौँ। अब यहाँदेखि चाहिँ ट्याम्के डाँडा दिदी ट्याम्के डाँडा जाने बाटो कुन यो कति टाढा छ होला यहाँबाट? 8 किलोमिटर अफ रोड। अनि हामीले यहाँदेखि खोटाङ जानु पर्यो नि यही बाटो यो अनि यो बाटो यहाँदेखि 8 किलोमिटर अफ रोड। एउटा बिग डिल हाम्रो लागि। होमस्टे यो नयाँ गेट बन्दैछ यता ट्याम्के डाँडा जाने बाटो। गाइज हाम्रो थुक्पा आइसकेको छ यहाँ ट्याम्के।
तपाईँहरूले तलतिरको सिन देख्न सक्नुहुन्छ। हो बादलमाथि हामी। हामी चाहिँ ट्याम्कीको टपमा आइसकेको छौँ र यहाँबाट लगभग कतिवटा हिमालयन रेन्जहरू देखिन्छ पुरै मजाले। बादलमाथि हामी। गरेर हामी फर्किसकेछौँ। अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको यसमा आज नाइट स्टे गर्नेछ। ल यो चाहिँ खोटाङ जिल्लाको खोइ के गाउँ रहेछ है। यस्तो रहेछ। साकेला ब्रिज हो कि त्यो हामी डिकेल आइपुग्यौँ।
गाइज अहिले चाहिँ हामी खोटाङ दिक्तेल बजार आइसकेको छौँ र एकदम निकै लामो यात्रापछि दिक्तेल आउँदा एकदम खुसी खुसी पनि लाग्यो, गल्यो पनि। मेरो घाँटी दुखेर मर्न आँटिसक्यो। के भनेको? कहाँ? खोटाङ यही त हो नि हौ। हलेसी पुग्न 37 किलोमिटर। यहाँदेखि खोटाङ हलेसी पुग्न 37 किलोमिटर। अब नेक्स्ट डेस्टिनेसन भनेको खोटाङ हलेसी हुनेछ र आज खोटाङ हलेसी गइन्छ गइँदैन वी डोन्ट नो। यहीँ बसिन्छ या बेलुका गएर उहाँ बास बसिन्छ थाहा छैन। मेरो विचारमा चाहिँ आज यहीँ बास बस्नुपर्ने हुन्छ, किनकि राति हलेसीमा गएर कहाँनिर गएर रुम खोज्नु होइन, कहाँ खाना खानु त्यो हामीलाई च्यालेन्जिङ पनि हुन्छ। यहाँबाट लगभग 37 किलोमिटर जति टाढा छ अरे हलेसी। लगभग आज हामी यहीँ बस्छौँ होला गाइड। खाजामा मोमो आइसकेछ है, आइसकेछ। त धरानतिर गइरहन्थ्यो, अझ धन जानु पनि थियो। रक गार्डन आइसक्यो। यो माथिको चाहिँ रक गार्डन हो। म तपाईँलाई जुन पारेर देखाउँछु। अलिक पो देखिएछ जस्तो भएको। यो चाहिँ रक गार्डन हो। यिनीहरूको मोमो खानु यता छ। तपाईँहरू घुम्नु मन लाग्यो भने आउनुहोस्। मेरो मुखमा चाहिँ उयो बाँधिएको छ र अलिक मलाई उयो छैन। मलाई त स्याहार छ बिस्तारै हिँड्नु। फेरि सिलिमका फिल्म हुन्छ। धन्यवाद। सुरक्षा कसरी गर्नु होला? ल गाइज हामी चाहिँ अहिले यहाँ हलेसी महादेव स्थानमा एउटा होटलमा आएर बसिसकेको छौँ र हामी यहाँ हलेसी माथि दिक्तेलबाट लगभग 1.5 घन्टा लगभग 1.5 घन्टामा यहाँ आइपुग्यौँ। बाटो एकदम चिसो जाडो के भन्नु खै। मेरो यहाँ घाँटी दुखेर मर्न आँटिसक्यो। जिउ दुखेर यी केटाहरू केही पनि छैन। अभिषेक डक्स थला पारेर बसिरहेछ होइन। भोलि कसरी जाने यहाँदेखि घर? अब हाम्रो भोलिको प्लानिङ भनेको हलेसी मन्दिर दर्शन र यताउता अलिकति यहाँ कता कता घुम्ने ठाउँहरू चाहिँ त्यहाँ घुम्छौँ र भोलि कतिखेर हुन्छ हामी सिधै घर झर्नेछौँ। र बेलुका खाना खाना पछाडि हामी सुत्नेछौँ र गुड नाइट भन्दै भोलिको भ्लगमा फेरि भेट्नु होला।